मोरङको धनपाल थान गाउँपालिका 5 की 7 वर्षीय बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले उनकै कान्छा काकालाई पक्राउ गरेको छ। अक्षय सरदारकी 7 वर्षीय छोरी आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब 100 मिटर पर दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा बालिकाकै 22 वर्षीय काका अनिश सरदारको संलग्नता खुलेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो। सुरुमा घटनामा संलग्नता अस्वीकार गरेका उनले पछि स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्। पक्राउ परेका अनिशमाथि कर्तव्य ज्यान र हाडनाताकरणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको डीएसपी चुडालले जानकारी दिइन्। आत्तिकाका बुबा आमा घर बनाउने मजदुर हुन्। गाउँबाट उनीहरू हरेक दिन विराटनगर कामका लागि आउँछन्। उनीहरू काममा जाँदा छोराछोरीलाई उनीहरूका हजुर आमा र काकाको जिम्मा लगाउँथे। शुक्रबार काम गरेर फर्किएपछि अक्षय सरदार धर्म कर्मका लागि भारत कटिहारमा रहेको मणिहारी घाट गए। उनकी श्रीमती माइत गइन्। उनीहरूका 2 छोरी र 1 छोरा हजुर आमाको घरमा बस्न थाले। प्रहरीका अनुसार अक्षयकी आमा गाउँमा मदिरा पसल चलाउँथिन्। शुक्रबार बेलुका उनले नाति नातिनालाई सुताउनु है भन्दै आफ्नो कान्छो छोरो बालबालिकाका काका अनिशको जिम्मा लगाइन्। खाना खाइसकेपछि भतिज र भतिजीलाई लिएर अनिश सुत्न गए। शुक्रबार बेलुका मदिरा सेवन गरेका अनिशले भतिज र भतिजी सुतेपछि मोबाइल चलाउन बसे। राति अबेरसम्म उनले अश्लील भिडियो हेरेको प्रहरी स्रोत बताउँछ। उनको मोबाइलको हिस्ट्री हेर्दा हरेक दिन अश्लील भिडियो हेर्ने गरेको देखिन्छ। शुक्रबारको घटना अघि पनि हेरेको देखिन्छ। प्रहरी स्रोतले भन्यो भिडियो हेरिसकेपछि सुतेकी भतिजीलाई बोकेर बाहिर लगेर करणी गरेको देखिन्छ। राति करिब 12-1 बजेतिर करणीका क्रममा बालिका चिच्याएपछि उनले मुख थिचेको पाइएको छ। प्रहरी स्रोतले भन्यो बालिकाले प्रतिकार गरेपछि अनिशले घाँटी बटारिदिए। त्यसपछि उनको आवाज बन्द भयो। घटना खुल्ने डरले उनले मुख थुनेर हत्या गरिदिए। प्रहरीका अनुसार बालिकाले चिथोरेको जस्तो दाग अनिशको शरीरमा देखिन्छ। हत्यापछि राति 2 बजेदेखि 3 बजेको बिचमा उनले शव बोकेर सडकको किनारामा लगेर राखे। त्यसपछि घर आएर उनले लगाएको भित्री कपडा धोएर सुकाएका थिए। बिहान पख हजुरआमा आएर हेर्दा नातिनी घरमा थिएनन्। त्यसपछि गाउँमा बालिका हराएको हल्ला भयो। अनिशलाई सोद्धा चोरी भएको हुन सक्ने बताए। बालिकालाई खोज्ने क्रममा आइतबार बिहान 4:30 बजेतिर घरबाट करिब 100 मिटर पर दुर्गा आधारभूत विद्यालयको सडक किनारामा शव भेटियो। प्रहरीका अनुसार अनिशले सुरुमा हत्या गरेको स्वीकार गरेनन्। अन्य व्यक्तिको मुभमेन्ट नभएका कारण प्रहरीको शङ्का उनीमाथि नै थियो। आफ्नै काका भएका कारण गाउँलेले पनि काकामाथि प्रहरीले गरेको शङ्काप्रति चित्त बुझाएका थिएनन्। तर प्रहरीले उनलाई सोधपुछ गरिरह्यो। सोधपुछको क्रममा उनले बोली फेरिरहे। कहिले मैले गल्ती गरेँ भन्दै रोए, कहिले अरूले मारे भन्दै सुनाए। प्रहरी स्रोतले भन्यो उनले हत्या गर्ने व्यक्तिले बलात्कारपछि हत्या गरेर शव फालेको र बलात्कार गर्दा लगाएको कपडा धोएर सुकाएको होला भन्ने कथा पनि सुनाए। तर अनुसन्धान गर्दै जाँदा उनले सुनाएको कथा उनले गरेको देखियो। आइतबार बिहान उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरे। आफूबाट गल्ती भएको भन्दै पश्चातापको आँसु झारे। आफन्त र परिवारका कतिपय सदस्यले भने यसलाई स्वीकार गर्न सकिरहेका छैनन्। तर प्रहरीले भने काका अनिशले नै भतिजीलाई करणी गरेको र पोल खुल्ने डरले हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाको प्रारम्भिक अनुसन्धान र प्राप्त प्रमाणबाट काकाको संलग्नता देखिएपछि थप अनुसन्धान पनि जारी छ। डीएसपी चुडालले भनिन् बालिकाको अनुहार, घाँटी लगायत शरीरका विभिन्न भागमा चोटपटकहरू छन्। अनिश आफै अहिले मानसिक रूपमा विक्षिप्त छन्, गल्ती गरे भन्दैछन्। मोरङको धनपाल थान गाउँपालिका 5 की 7 वर्षीय बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले उनकै कान्छा काकालाई पक्राउ गरेको छ। अक्षय सरदारकी 7 वर्षीय छोरी आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब 100 मिटर पर दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा बालिकाकै 22 वर्षीय काका अनिश सरदारको संलग्नता खुलेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो। सुरुमा घटनामा संलग्नता अस्वीकार गरेका उनले पछि स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्। पक्राउ परेका अनिशमाथि कर्तव्य ज्यान र हाडनाताकरणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको डीएसपी चुडालले
जानकारी दिइन्। आत्तिकाका बुबा आमा घर बनाउने मजदुर हुन्। गाउँबाट उनीहरू हरेक दिन विराटनगर कामका लागि आउँछन्। उनीहरू काममा जाँदा छोराछोरीलाई उनीहरूका हजुरआमा र काकाको जिम्मा लगाउँथे। शुक्रबार काम गरेर फर्किएपछि अक्षय सरदार धर्म कर्मका लागि भारत कटिहारमा रहेको मणिहारी घाट गए। उनकी श्रीमती माइत गइन्। उनीहरूका 2 छोरी र 1 छोरा हजुरआमाको घरमा बस्न थाले। प्रहरीका अनुसार अक्षयकी आमा गाउँमा मदिरा पसल चलाउँथिन्। शुक्रबार बेलुका उनले नाति नातिनालाई सुताउनु है भन्दै आफ्नो कान्छो छोरो बालबालिकाका काका अनिसको जिम्मा लगाइन्। खाना खाइसकेपछि भतिज र भतिजीलाई लिएर अनिस सुत्न गए। शुक्रबार बेलुका मदिरा सेवन गरेका अनिसले भतिज र भतिजी सुतेपछि मोबाइल चलाउन बसे। राति अबेरसम्म उनले अश्लील भिडियो हेरेको प्रहरी स्रोत बताउँछ। उनको मोबाइलको हिस्ट्री हेर्दा हरेक दिन अश्लील भिडियो हेर्ने गरेको देखिन्छ। शुक्रबारको घटना अघि पनि हेरेको देखिन्छ। प्रहरी स्रोतले भन्यो भिडियो हेरिसकेपछि सुतेकी भतिजीलाई बोकेर बाहिर लगेर करणी गरेको देखिन्छ। राति करिब 12-1 बजेतिर करणीका क्रममा बालिका चिच्याएपछि उनले मुख थिचेको पाइएको छ। प्रहरी स्रोतले भन्यो बालिकाले प्रतिकार गरेपछि अनिसले घाँटी बटारिदिए। त्यसपछि उनको आवाज बन्द भयो। घटना खुल्ने डरले उनले मुख थुनेर हत्या गरिदिए। प्रहरीका अनुसार बालिकाले चिथोरेको जस्तो दाग अनिसको शरीरमा देखिन्छ। हत्यापछि राति 2 बजेदेखि 3 बजेको बिचमा उनले शव बोकेर सडकको किनारामा लगेर राखे। त्यसपछि घर आएर उनले लगाएको भित्री कपडा धोएर सुकाएका थिए। बिहान पख हजुरआमा आएर हेर्दा नातिनी घरमा थिएनन्। त्यसपछि गाउँमा बालिका हराएको हल्ला भयो। अनिसलाई सोद्धा चोरी भएको हुन सक्ने बताए। बालिकालाई खोज्ने क्रममा आइतबार बिहान 4:30 बजेतिर घरबाट करिब 100 मिटर पर दुर्गा आधारभूत विद्यालयको सडक किनारामा शव भेटियो। प्रहरीका अनुसार अनिसले सुरुमा हत्या गरेको स्वीकार गरेनन्। अन्य व्यक्तिको मुभमेन्ट नभएका कारण प्रहरीको शङ्का उनीमाथि नै थियो। आफ्नै काका भएका कारण गाउँलेले पनि काकामाथि प्रहरीले गरेको शङ्काप्रति चित्त बुझाएका थिएनन्। तर प्रहरीले उनलाई सोधपुछ गरिरह्यो। सोधपुछको क्रममा उनले बोली फेरिरहे। कहिले मैले गल्ती गरेँ भन्दै रोए, कहिले अरूले मारे भन्दै सुनाए। प्रहरी स्रोतले भन्यो उनले हत्या गर्ने व्यक्तिले बलात्कारपछि हत्या गरेर शव फालेको र बलात्कार गर्दा लगाएको कपडा धोएर सुकाएको होला भन्ने कथा पनि सुनाए। तर अनुसन्धान गर्दै जाँदा उनले सुनाएको कथा उनले गरेको देखियो। आइतबार बिहान उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरे। आफूबाट गल्ती भएको भन्दै पश्चातापको आँसु झारे। आफन्त र परिवारका कतिपय सदस्यले भने यसलाई स्वीकार गर्न सकिरहेका छैनन्। तर प्रहरीले भने काका अनिसले नै भतिजीलाई करणी गरेको र पोल खुल्ने डरले हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाको प्रारम्भिक अनुसन्धान र प्राप्त प्रमाणबाट काकाको संलग्नता देखिएपछि थप अनुसन्धान पनि जारी छ। डिएसपी चुडालले भनिन् बालिकाको अनुहार, घाँटी लगायत शरीरका विभिन्न भागमा चोटपटकहरू छन्। अनिस आफै अहिले मानसिक रूपमा विक्षिप्त छन्, गल्ती गरे भन्दैछन्। तपाईलाई हाम्रो युट्युब च्यानल स्टोरी एभ्रिवन सबको कथा कस्तो लाग्छ? कुनै सल्लाह सुझाव र प्रतिक्रिया भएमा कमेन्टमा लेख्न नबिर्सिनुहोस्। लाइक, कमेन्ट र सेयर गरिदिनुहोस्। सब्सक्राइब र बेल आइकनलाई पनि थिच्न नभुल्नुहोला। हामी भने तपाईँमाझ फेरि पनि ताजा अपडेटका साथमा उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।